दर्शकवृन्द नमस्कार। आज हामी सहरिया बुहारीको केही रियाक्सन गर्न गइरहेको छौँ। दर्शकवृन्द आउनुहोस् यो भिडियोलाई अन्तिमसम्म सबैजना मिलेर हेरौँ। बस्ती गर न है, म आइहाल्छु। छ्या, तपाईँ त कस्तो फोरी होला के? यस्तो ठाउँमा कहाँ जानुहुन्छ त? पानी पनि छैन। म यसो झाडीतिर गएर आइहाल्छु। यसो बस्ती गर है। खै मोबाइल दिनुस्, म समाइदिन्छु। फेरि उतै झाडीतिर खसालेर आउनु होला। चन्द्रितालाई फोन गर्न भनेर झाडीतिर जान्छु भनेर बहाना गराएको। मधुले फोन पो माग्छ त, अब नदिन पनि भएन। बस दर्शकवृन्द बसन्तीले लगाएको जुगाडले पनि कामै गरेन। केही बेर पहिला बसन्तीले मधुलाई भगाएर हिँडेछ नि। हेर्नुहोस् त यो इन्द्रे फटाले के भन्दैछ यहाँ। हुनै सक्दैन। र बसन्ती यति धेरै पापी कहिल्यै बन्नै सक्दैन। आफूले आफूलाई सम्हाल्नुस् भाउजू। मैले पनि यो कुरा मधुकै बाउको मुखबाट सुनेपछि कसरी विश्वास नगर्नु। अब योभन्दा बढी म सुन्न चाहन्न। आफूले आफूलाई सम्हाल्नुस् है भाउजू। साँच्चै कति पापी रहेछ त इन्द्रे, आज रितालाई यसरी रुवाएको छ। अब यो पटक बसन्तीलाई फोन गर्छु। होइन, बसन्तीलाई कसले फोन गरेको होला त? जे पर्यो पर्यो, उठाइदिन्छु। हेलो, को बोल्नु भएको हो? म मधु बोलेको। बसन्तीलाई खोज्नु भएको होला। बसन्ती त टोयलेट जानु भएको छ। अहो बर्बाद भयो नि। म मधु बोलेको। बसन्तीलाई खोज्नु भएको होला। बसन्ती त टोयलेट जानु भएको छ। बिचरा रिता, आज उसलाई कति धेरै पीडा परेको छ। रितु, के भयो? किन यसरी रोएकी तिमी? मैले जे नहोस् भनेर भगवानसँग पुकारेकी थिएँ। अझ त्यही भयो काकी। पहिला भन न, के भयो र त्यस्तो? बसन्तीले त के गर्यो र त्यसले? बसन्तीले त मधुलाई भगाएछ। अहो काकीले यो कुरा सुने पछाडि काकी पनि निकै छक्क परेकी छिन्। यो कुरा मेरो बुवाआमाले थाहा पाउने बित्तिकै उहाँको त साँच्चै मर्नुहुन्छ। बिचरी रिताले आज आफ्नो जन्मदिने बाआमाको कति धेरै चिन्ता गरिरहेकी छिन्। ल, कसले भनेर तिमीलाई बसन्तीले मधुलाई भगायो भनेर?
इन्द्रले भनेको हो काकी। त्यस्ताको कुरा पनि पत्याएर हुन्छ त तिमीले? सही कुरा। त्यसले यतिकै भनेको हो। भयो अब नरौ। इन्द्रले भनेको सत्य हो। भर्खर मैले बसन्तीलाई फोन गरेको त मधुले उठाएकी थिए। बसन्तीको फोन मधुले उठाए रे? होइन बसन्ती त आमालाई भेट्न जान्छु भनेर काउले हिँडेको होइन र? अनि मधुले कसरी उठाए त फोन? घरमा मलाई बसन्तीले काउले जान्छु भनेर बहाना बनाएर उनीहरू भागेकै हुन् काकी। दर्शकवृन्द, तर वास्तविक कुरा अर्कै लुकेको छ, जुन कुरा यिनीहरूलाई पक्कै थाहा छैन। नत्र बसन्तीको फोन त्यो मधुले किन उठाउँथ्यो त? बिचरी रिता। के भन्थे त मधुले फोनमा? केही भनिन। बसन्ती टोयलेट जानुभएको छ भन्दै थिए। छ्या, त्यसो हो भने त हुन सक्छ रितु। लौ न, कहाँ पुग्यो होला त यति बेला? सिसीलाई फर्काएर ल्या भनेर पठाउनु पर्यो छिट्टो। जानेलाई जान दिनुहोस् काकी। जानेलाई रोक्न सकिँदैन। आज त हो, रिताले एकदमै सही कुरा गरिन्। जानेलाई कहिले रोक्न सकिँदैन। एक दिन फर्काएर ल्याम्ला। तर भोलिका दिनहरूमा उनीहरू एक न एक दिन भाग्छन्। किन यस्तो भनेकी कि तिमीले? लौ न, सिसीलाई पठाइहाल्नु छिटो। होइन भने त तिम्रो जिन्दगी बर्बाद हुन्छ। मेरो जिन्दगी अब बसन्तीलाई फर्काएर ल्याए पनि बर्बाद भइसक्यो। त्यसैले छोडिदिनुहोस् काकी। का पापी, घरमा यति राम्रो श्रीमती हुँदाहुँदै त्यस्तो पापीलाई पो भगाउनु पुगेछ। त्यो पापीले त तिमी जस्तो असल श्रीमतीलाई बुझ्न सकेन। कमसेकम त्यो पापी नि मधुले त बुझ्नु पर्छ नि। मैले यसो गर्दा म जस्तै एउटी नारीको खुसी खोसिन्छ भनेर त्यसले कमसेकम बुझ्न त पर्छ नि। काहीँ नभकी भयो। अब उनीहरूलाई धेरै गाली नगर्नुहोस्। मेरो जिन्दगी बर्बाद बनाउने भनेको त्यही लमी हो, जसले म बसन्तीको मामा हुँ भनेर मेरो बुवा आमासँग साइनो हो, रिताले एकदमै सही भनिन्। लगाएर मेरो बिहे गराइदियो। आखिर उसलाई उति बेला सबै थाहा रहेछ बसन्ती र मधु एक अर्का बिना बाँच्न सक्दैनन् भनेर। यति थाहा हुँदाहुँदै उनीहरूको पवित्र प्रेमलाई लात हानेर उसले मसँग बिहे गराइदियो। त्यो लमीलाई म यत्तिकै छोड्दिन। यो कुरामा त्यो लमीको मात्रै हात हुँदैन रितु। उति बेलामा तिमीलाई माग्न जाँदाखेरि बसन्तीले पनि त राम्रोसँग भन्नु सक्थ्यो नि, मैले कसैसित प्रेम गरेको छु भनेर। त्यसैले तिमी मसँग बिहा नगर भन्न सक्थ्यो नि। बसन्तीले त मलाई त्यति बेला यो कुरा भन्नुभएको थियो। एउटा कुरा भनौँ, भन्नुहोस् न। तपाईँले आजसम्म कसैसित प्रेम त गर्नु भएको छैन नि? नै छैन। मैले त्यस्तो गरेको बुवा आमाले थाहा पाउनु भयो भने त मलाई घरबाटै निकाल्न बेर लाउनुहुन्न। त्यसैले आजसम्म मेरो त्यतातिर त्यति धेरै ध्यान गएन। बरु तपाईँको भन्नुहोस् न, के भन्ने? आजसम्म कसैसँग प्रेम गर्नु भएको थियो र? गरेको छु। त्यो कुराले मलाई केही असर गर्दैन, किनकि आजभोलि बिहे अगाडि प्रेम नगरेको केटाहरू कोही पनि भेटिँदैन। तर बिहेपछि श्रीमतीलाई गर्ने मायामा चाहिँ कमी हुनु भएन। यदि गरिन भने? त्यो कुरा त तपाईँको बोली र इमान्दारिताले देखाइहाल्छ नि। तपाईँको ठाउँमा अरू केटाहरू हुन्थ्यो भने सायद मैले प्रेम गरेको छैन भनेर झुट बोल्थे होला। तर तपाईँले यो कुरा झुट बोल्नु भएन। त्यसैले खुसी लाग्यो अनि राम्रो लाग्यो। दर्शकवृन्द, बसन्तीले रितालाई सबै कुरा भन्न त खोजेका थिए, तर भन्नै पाएनन्। तर मैले यो कुरालाई सामान्य रूपमा लिएँ।
सामान्य रूपमा लिएको यो कुराले आज उग्र रूप लियो र आज मेरो जिन्दगी बर्बाद गरायो काकी। अब के गर्छौ त? फेरि एकचोटि बसन्तीलाई फोन गर न। अब मैले उनीहरूलाई पटक पटक फोन गरेर डिस्टर्ब गर्न चाहन्न। बरु यो कुरा मेरो माइतीमा बाआमाले थाहा नपाए हुन्थ्यो। बाँकी जिन्दगीमा मैले जति चोटहरू सहनु परे पनि सहम्ला, अनि जति आँसु बगाउनु परे पनि बगाम्ला। दर्शकवृन्द, रिताको यो कुरा सुनेर तपाईँहरूको आँखाबाट पनि आँसु त पक्कै आयो होला। तर मेरो कारणले माइतमा मेरो बुवाआमाले एक थप आँसु बगाउन दिन्न। हे भगवान, कस्तो पापी रहेछ त यो बसन्ते। छोडिदिनुस् काकी, यो बारेमा मेरो पनि धेरै नै गल्ती छ। यो कुरा त मलाई त्यो इन्द्रले घरमै आएर धेरै पटक सुनाएको थियो, तर मैले वास्तै गरिन अनि बुझ्नलाई ढिला गरे। योभन्दा अगाडि तिमीलाई इन्द्रले के भनेको थियो र त्यस्तो? एकपटक तपाईँ मधुलाई भेटेर राम्रोसित सम्झाउनुस्, नभए उनीहरू भाग्ने योजना बनाउँदैछन् भनेर भन्दै थियो। तर मैले उसको कुरालाई विश्वासै गरिन। नभन्दै आज उसले जे भनेको थियो त्यही भयो। त्यही त, अब चिन्ता गरेर पनि के पो गर्ने र? तिमी जस्तो यति राम्री श्रीमतीलाई धोका दिएर हिँड्ने त्यो पापीलाई मैले पनि यतिकै छोड्दिन। मलाई त यो कुरा सपना जस्तै लागेको छ। लौ न काकी, के गर्ने होला? केही नगर्ने, सुरुमा उनीहरू कहाँ छन् खोज्ने, त्यसपछि हेर त यो इन्द्र पापीको प्लान। बसन्तेलाई पाता कसेर घरमा लिएर आउने र मधु र बसन्तेलाई एउटा कागज गराउने। अब हामी कहिले बोल्ने र भेट्ने छैनौँ भनेर। तर कहाँ खोज्ने त? खोजेर भेटाउनु पनि पर्यो नि। मलाई थाहा छ उनीहरू यहाँबाट भागेर धेरै टाढा जान सक्दैनन्। म तिनीहरू कहाँ छन् भन्ने कुरा सजिलैसँग पत्ता लगाउन सक्छु। लौ न इन्द्रे, तैँले यति सहयोग गर्दै, नत्र भने रिता बाउजूको जिन्दगी त बर्बाद हुन्छ। तिमीहरूले विगतमा मलाई गरेको व्यवहार देख्दा त यत्रै पनि तिमीहरूलाई सहयोग गर्न मन लाग्दैन मलाई। तर के गर्ने, बसन्ती बिना रिताको जिन्दगी देख्दा मलाई उदास लागेर आउँछ। त्यसैले पनि मैले यो कुरामा सहयोग त गर्नै पर्यो नि। तर मैले यत्तिकै सहयोग गर्दिनँ, त्यसमा मेरो एउटा शर्त छ। कस्तो शर्त? मधुलाई बसन्तीसँग छुटाएर ल्याएपछि तिमीहरूले मेरो मधुसँग गर्नलाई फुल सहयोग गर्नुपर्छ। तैँले फेरि मधुसँग किन बिहे गर्न पर्यो? त्यसमा एउटा कारण छ, जुन कारण मैले तिम्रो बाउ कविराजलाई पहिले नै भनिसकेको छु। ठिक छ, तेरो शर्त हामीले मान्नै भयो। तँलाई मधुसँग बिहे गराउन हामीले के सहयोग गर्नुपर्छ त्यो हामी सबै गर्छौँ। तर बसन्ती दर्शकवृन्द, वास्तवमा इन्द्रले कविराजलाई के भनेको थियो त तपाईँलाई थाहा छ भने कमेन्ट गर्नु होला। जसरी भए पनि मधुबाट छुटाएर ल्याउनु पर्यो इन्द्रे। ठिक छ, चिन्ता नगर। शिशिर, तिमी भोलि बिहानै मसित हिँड। तिनीहरू अहो, कविराजलाई त इन्द्रले त्यसरी भनौँ आज शिशिरलाई पनि तिमी पो भनिरहेको छ त। कति धेरै परिवर्तन भएछ यो इन्द्र। बस्छन् भन्ने कुरा मलाई राम्रोसँग थाहा छ। त्यसपछि बसन्तीलाई पाता कसेर ल्याउने र मधुसँग छुटाउने। बस मलाई यति कुरा थाहा छ, भोलि बेलुकासम्म मधु र बसन्ती सदाको लागि अलग हुनेछन्। त्यसैले भोलि बिहानै उनीहरूको खोजीमा निस्किन तयार भएर बस्नु। दर्शकवृन्द, कविराज अनि शिशिर यसरी इन्द्रको पछाडि लाग्दै गर्दाखेरि ठिक गरे त। मलाई त्यो इन्द्रे माथि शङ्का लाग्यो। कस्तो शङ्का शिशिर? कुनै बेला यही पापी होइन र हामीले बसन्ती र मधुको जोडीलाई छुटाएर पाप गर्यौँ भनेर न्यु खोज्न आएको। आज फेरि बसन्ती र मधुको जोडीलाई छुटाएर यही पापीले फेरि किन मधुसँग बिहे गर्न खोज्दैछ त? छोड्दै त्यो कुरा।
हामीले जसरी भए पनि बसन्ती र रिताको घरबार गराइदिने हो। हो साँच्चीकै दर्शकवृन्द शिशिरले सही भने। बाँकी मधुले जेसुकै गरोस्, हामीले के मतलब? तपाईँले जेसुकै भन्नुहोस्, यो माथि त मलाई धेरै शङ्का छ, तर यसको पछि लाग्नुभन्दा अगाडि धेरै सोच्नुपर्छ। त्यसो हो भने बसन्तीले मधुलाई भगाएर यसरी हिँडेपछि यता रिताको जिन्दगी हामीले नर्क बनाइनु त भएन नि। त्यसैले हामीले बसन्तीलाई जसरी भए पनि फर्काउने कोसिस त गर्नै पर्यो नि। हो, खोज्न त पर्छ, तर यस्ता गुन्डाको पछि लागेर बसन्त दाइलाई खोज्न गयौँ भने हामी आफै भड्खालोमा जाकिन सक्छौँ। छ्या, थु, कस्तो शिशिर पागल रहेछ त एकदमै त्यो सही छ बसन्ती। नि। यति बेला बसन्तीको बारेमा रिताले सबै कुरा थाहा पाएपछि त्यो रिताको मनमा कस्तो भएको होला? अनि के गरेर बसेकी होलिन् बिचारी यति बेला? बिचरा भाउजूलाई त दिउँसै घाम अस्ताएर रात परेको जस्तो भएको होला नि। तर मेरो बसन्ते दाई भनाउँदा चाहिँ मधुको पछि लागेर हिँड्न पाउँदा खुब खुसी भएका होलान्। म कहाँ खुसी भएको छु त? बाहिर बाहिर खुसीको अभिनय गरेको मात्र हो, तर मेरो मन भने यता बसन्ते अनि मधुको चाल उस्तै रहेको छ। भुसमा सल्केको आगोले जस्तै गरी पति पोलेको छ। तपाईँ त खालि यस्तै भन्नुहुन्छ के? हेर्नुहोस् त, अब केही बेरमा 22 वर्षपछि जन्म दिने आमालाई भेट्दै हुनुहुन्छ। कमसेकम यो कुरामा त खुसी हुनुहोस्। यो कुरामा त खुसी छु, तर मेरा अरू धेरै समस्याहरू पनि छन् के। कस्तो समस्या? भन्नुहोस् न त। ती समस्याहरूलाई न त मैले भन्न सक्छु, न त तिमीले नै सुन्न सक्छौ। के गर्नु, उति बेला मैले भागम भनेर भन्दाखेरि तिमीले मानेको भए आजसम्म यी समस्याहरू आउने नै थिएनन्। तर के गर्नु, त्यति बेला तिमीले मानिनौ। अब हामीले छिट्टै बिहे गर्दैछौँ। यो कुरामा तपाईँ र म मात्र होइन, बुवा पनि राजी हुनुहुन्छ। अनि भागेर हिँड्नुपर्ने कारण के थियो र त्यो बेलामा? जे भए पनि त्यति बेला हामीहरू भागेको भए भागै हुन्थ्यौँ। त्यसपछि आज कति खुसी हुन्थ्यो मलाई। यदि तपाईँले भागम भनेको बेला हामी भागेको भए के आज तपाईँले असली जन्म दिने आमालाई भेट्न पाउनुहुन्थ्यो त? भयो, अब यो कुरा छोड। त्यसै पनि मेरो मनमा एउटा गहिरो घाउ छ। हेर, अब बिस्तारै बिस्तारै यो गहिरो घाउको चोट सहने बानी पर्छ कि? मलाई लाग्छ तपाईँले मसित केही न केही कुरा लुकाउनु भएको छ। अहो, मधुले पनि आज बसन्तेलाई शङ्का गरिरहेकी छिन्। अब बसन्तेले के भन्लान् त? धेरै कुरा लुकाएको छु। एक दिन समय आउँदाखेरि सबै कुरा बताउने छु। आज त यति लामो समयपछि आफूलाई जन्म दिने आमालाई भेट्न हिँडेको छु। अब यो मनभित्र गाँठो परेका कुराहरू सबै तिमीलाई सुनाउँदै गएँ भने जन्म दिने आमालाई भेट्न जानुको साटो बाटोले अर्कै मोड लिन सक्छ। अनि मेरा गन्तव्यहरू पनि अर्कैतिर मोडिन सक्छन्। त्यसैले हिँड जाम। सकेसम्म मैले भनेको मान्छे हो भने त तिमी घर फर्क। यति लामो समयपछि आमालाई भेट्न जाँदाखेरि एउटा केटा र केटी त्यो घरमा गइयो भने के सोच्ने हो? फेरि नराम्रो सोच्ने हो कि? छुच्चो, किन नराम्रो सोच्ने हो र? आखिर तपाईँको जन्म दिने आमाको हुनेवाला बुहारी हुन् के रे म? खै के गर्ने के? कस्तो खैके हो र? खुरुक्क हिँड्नुहोस् छुच्चो। ज्ञानु, ला अब इन्द्रे पनि ज्ञानुलाई भेट्नको लागि गयो। घरमा एक्लै छौ तिमी? म एक्लै छु। बुवा हुनुहुन्न र? नै हुनुहुन्न। बुवा त खै कता जानुभयो, गाउँतिर जान्छु भन्दै हुनुहुन्थ्यो। बिचरा तिम्रो जिन्दगी देख्दा पनि मलाई त साह्रै उदास लागेर आउन थाल्यो ज्ञानु। के भन्न खोजेको इन्द्रे तैँले? तिम्रो साथी मधु त टाप कसी। तिमीलाई यो बारेमा केही थाहा छैन र? भन्नाले तेरो कुरा अझै बुझिन नि मैले। बसन्तेले मधुलाई भगाएछ के ज्ञानु? कस्तो कुरा नबुझेकी? हावा कुरा नगर है। छ्या, तिमीले त मेरो कस्तो विश्वास नगरे कि? यदि मेरो विश्वास लागेन भने बसन्तेलाई फोन गर त एकचोटि। चुप, भर्खरै मेरो फोनमा मधुसित कुरा भएको थियो। उनीहरू एउटा अर्जेन्ट काम परेर काउले जाँदै रहेछन्। सके बेलुका, नसके भोलि बिहानै फर्किन्छु भनेर भनेकी छिन् मधुले मलाई। ठिक छ, तर एउटा कुरा तिमीले पनि विचार गर ज्ञानु। त्यसरी अर्काको पैसँग लठारेर हिँड्ने त्यो मधुलाई आफ्नो साथी बनाउन छोड अबदेखि। हुनलाई त इन्द्रले सही कुरा गर्यो। नत्र तिमीलाई पनि पछि गएर यो कुराले
धेरै अप्ठ्यारो पार्न सक्छ। अप्ठ्यारो परे नि मलाई पर्नेछ अनि दुःख परे नि मै दुख्नेछु। त्यसैले तैँले मेरो बारेमा चासो लिइराख्नु पर्दैन, बरु आफ्नै बारेमा चासो ले। हेर्दै जाऊ, मेरो मिसन एक दिन न एक दिन सफल भएरै छाड्नेछ। अहिलेलाई म गएँ। दर्शकवृन्द निकै खतरा हुने देखिएको छ। अब हो दर्शकवृन्द, अब बाँकी भिडियोको रियाक्सन अर्को भिडियोमा लिएर आउनेछौँ। तबसम्मलाई बिदा दिनुहोला। हस्त नमस्कार।